नमस्कार। आज हामी नेपालको प्रतिनिधि सभाका नयाँ सभामुख चयन हुनुभएको छ, त्यसको बारेमा थोरै छलफल गर्न गइरहेको छु। नेपालमा विक्रम सम्वत 2082 साल भाद्र 23 र 24 गतेको जेएनजी आन्दोलन पश्चात नेपालमा प्रतिनिधि सभाको निर्वाचन फागुन 21 गते भयो र त्यो फागुन 21 गते पछाडि नेपालमा बालेन्द्र शाह राष्ट्रिय स्वतन्त्र पार्टीबाट बहुमत ल्याउँदै बालेन्द्र शाह प्रधानमन्त्री हुनुभयो र त्यही मन्त्रीमण्डल गठन पश्चात नेपालमा नयाँ सभामुख पनि चयन हुनुभएको छ। उहाँ चयन हुनुमा डोल प्रसाद अर्याल अर्थात् डिपी अर्याल चयन हुनुभएको छ। उहाँ विक्रम सम्वत 2082 साल चैत 22मा चयन हुनुभएको। उहाँ राष्ट्रिय स्वतन्त्र पार्टीबाट काठमाडौँ निर्वाचन क्षेत्र नम्बर 9बाट निर्वाचित हुनुभएको थियो र सभामुख पदका लागि अन्य दलबाट सभामुखको लागि कुनै उम्मेदवारी परेको थिएन। अर्थात् नेपाली काङ्ग्रेस, नेकपा एमाले, नेपाल कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राप्रपाबाट कुनै पनि संसदहरूले चाहिँ सभामुखको लागि उम्मेदवारी दिनुभएको थिएन र डिपी अर्याल सभामुखको रूपमा चयन हुनुभएछ। उहाँ 10औँ नेपालको सभामुखको रूपमा कार्यभार सम्हाल्नु भएको हो। राष्ट्रपति रामचन्द्र पौडेलद्वारा राष्ट्रपति भवन शीतल निवासमा पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ उहाँले। त्यसै गरी उहाँलाई सभामुखको रूपमा रवि लामिछानेले सिफारिस गर्नुभएको थियो। डिपी अर्याललाई सभामुखको लागि रवि लामिछानेले सिफारिस गर्नुभएको थियो। यसअघि उहाँले नेपाल सरकारको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीको जिम्मेवारी समेत सम्हाल्नु भएको छ, भइसकेको छ। उहाँले नेपालको पहिलो सभामुख अलिकति सभामुखको बारेमा थोरै जानकारी दिँदा नेपालको पहिलो सभामुख भनेर हामी कृष्णप्रसाद भट्टराईलाई चिन्छौँ। त्यसै गरी नेपालको पहिलो महिला सभामुख भनेर उनसरी धरती मगर भनेर हामीले चिन्छौँ। नेपालमा हालसम्म सभामुख बन्नुभएका व्यक्तिहरूको विवरण थोरै यहाँ राखिएको छ, ध्यान दिएर हेर्नु होला। कृष्णप्रसाद भट्टराई उहाँ विक्रम सम्वत 2015 सालमा पदभार सम्हाल्नु भएको थियो। त्यस्तै गरी दमननाथ ढुङ्गाना विक्रम सम्वत 2048 सालमा, त्यसै गरी रामचन्द्र पौडेल विक्रम सम्वत 2051, त्यसै गरी तारानाथ राणाबाट विक्रम सम्वत 2056, त्यसै गरी सुभाष नेङमाङ विक्रम सम्वत 2063, 65 र 2070 सुभाष नेङमाङ। उनसरी धरती मगर विक्रम सम्वत 2072 साल, त्यसै गरी कृष्णबहादुर महडा विक्रम सम्वत 2074 साल, अग्निप्रसाद सापकोटा विक्रम सम्वत 2075 साल, देवराज घिमिरे 2079 साल र डोल प्रसाद अर्याल 2082 साल गरी यसरी 10जना व्यक्तिहरूले चाहिँ सभामुख पद सम्हालिसक्नु भएको छ। र अब सभामुख सँगसँगै उपसभामुखको पनि कुरा गरौँ। नेपालको प्रतिनिधि सभाका नयाँ उपसभामुख को हुनुहुन्छ त? उहाँ पनि जेएनजी आन्दोलन पश्चात भएको प्रतिनिधि सभाको निर्वाचनबाट समानुपातिकमा चुनिनु भएको, श्रम संस्कृति पार्टीबाट समानुपातिकमा चुनिनु भएको थियो। उहाँ रुबी कुमारी ठाकुर हुनुहुन्छ। उहाँ नेपालको नयाँ उपसभामुखको रूपमा विक्रम सम्वत 2082 साल चैत्र 27मा चयन हुनुभएको थियो। राष्ट्रपति रामचन्द्र पौडेलद्वारा राष्ट्रपति भवन शीतल निवासमा पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ। उहाँको फोटो पनि राखेको छ, हेर्नुहोला। नेपालको इतिहासकै कान्छी महिला उपसभामुख। उहाँ चाहिँ अहिले हालसम्मकै नेपालको कान्छी महिला उपसभामुख बनिसक्नु भएको छ र उहाँ नेपालको 13औँ र महिला उपसभामुखको रूपमा 8औँ हुनुहुन्छ। उहाँ श्रम संस्कृति पार्टीबाट समानुपातिक उम्मेद्वारका रूपमा प्रतिनिधि सभामा चयन हुनुभएको थियो। उहाँ चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीको समर्थनमा उपसभामुखमा चयन हुनुभएको थियो। अर्थात् उपसभामुख पदका लागि चाहिँ अन्य पार्टीबाट पनि उम्मेदवारी दर्ता गर्नुभएको थियो, तर राष्ट्रिय स्वतन्त्र पार्टीको पूर्ण समर्थन भएकाले उहाँ चाहिँ उपसभामुखमा चयन हुनुभएको थियो। उपसभामुख पदमा भएको मतदानमा उहाँको पक्षमा चाहिँ के कति परेछ त हेरौँ है त। उहाँको पक्षमा उपसभामुख बनाउनुपर्छ भन्ने पक्षमा प्राप्त मत भनेको 229 मत रहेको छ। त्यसै गरी उक्त उपसभामुख पदमा उहाँलाई नियुक्ति गरियोस् भन्ने प्रस्तावको पक्षमा जम्मा 5जनाले भोट गर्नुभएको थियो। यो 5जना भनेको चाहिँ राप्रपाबाट रहेको छ। त्यसै गरी पक्ष एवं विपक्ष दुवैमा तटस्थ मत, अर्थात् कुनैमा पनि उहाँहरूले चाहिँ मतदान गर्नु भएन। उहाँलाई बनाउनुपर्छ या बनाउनु हुँदैन भनेर पक्ष विपक्ष नगर्नु हुने 22जना र उक्त भोटिङ भएको दिन चाहिँ जम्मा सांसदहरू 256जना उपस्थित हुनुभएको रहेछ। नेपालको पहिलो उपसभामुख भनेर
महेन्द्र नारायण निधिलाई चिनिन्छ भने नेपालको पहिलो महिला उपसभामुख यहाँनिर सभामुख भएछ। नेपालको पहिलो महिला उपसभामुख भनेर चाहिँ लीला श्रेष्ठ सुब्बालाई चिनिन्छ। यसरी हामीले नयाँ चयन हुनुभएका सभामुख डिपी अर्याल र नयाँ उपसभामुख रुबी कुमारी ठाकुरको बारेमा आज हामीले छलफल गऱ्यौँ। हस्त, धन्यवाद।